रासोपा जान्नेलाई छान्ने पार्टी अन्त सबै पढा लेखा शिक्षित छन् फेरि त्यहाँ कोही इन्जिनियर छन् कोही डक्टर पाइलट होइन सबै छन् त्यहाँ। अनि त्यो रासोपाले यो हाम्रो रासोपा मात्र होइन नेपाल सरकारले अहिले चाहिँ ब्लू बस चलाउँदैछ अरे चलाउँदै रहेछ। भर टिकटक यसो हेरेको ल ब्लू बस ओन्ली लेडिजहरू मात्र भनेर भन्यो त्यहाँ प्रचार गरे। यो चाहिँ अलिकति गलत भयो जस्तो लाग्छ कि त्यही भएर मैले उहाँहरूलाई चाहिँ सकभर चाहिँ बालेन सरकारसम्मै पुगोस् यो कुरा भनेर सेयर गरेर त्यहाँ पुऱ्याइदिनु होला। ब्लू बस ल ठिक छ घरदेखि एक्लै लेडिज निक्लेछ हाम्रो छोरी बहिनी होइन भान्जी आमा दिदी निक्लेको छ भने त ठिक छ होइन। अब बुढाबुढी जान लागेको छ नि के गर्ने त अब त ब्लू बस ओन्ली लेडिज मात्र भन्ने कुरा आयो। अनि इभन मैले बुढीलाई बहिनीलाई छोरीलाई भतिजीलाई लिएर हिँडेँ भने अनि ल ठिक छ फ्री पनि भयो उहाँहरूको लागि सम्मान छ। तर म बुढाबुढी आएँ म मेरो मम्मीसँग आएँ भने के मेरो मम्मीलाई चाहिँ तपाईँहरूको ब्लू बसमा चलाएर पठाइदिने हो त। ब्लू बसमा तपाईँहरूको ब्लू बसमा मेरो मम्मीलाई चढाएर पठाइदिने अनि म चाहिँ अर्को गाडीमा आउने यो हुन्छ त यो तालमेल अलि मिलेन जस्तो लाग्यो। त्यही भएर सुझावको लागि यो मैले भिडियो बनाएको माइन्ड नगर्नु होला। माइन्ड गरे पनि नेपरिन् त केही पनि नेपरिन्न। त्यही पनि बालेन सरकारलाई पुग्नसम्म जानकारी दिनुभयो भने त्यसलाई पनि केही होला हो। बरु लेडिजहरूलाई फ्री गर्नुहोस् होइन। तर कोही बुढाबुढी आएको हुन्छ कोही बाउ छोरी आएको हुन्छ कोही दाजु बहिनी आएको हुन्छ दिदी भाइ आएको हुन्छ त्यतिखेर तपाईँहरूले चाहिँ निलो बसमा फ्रीमा एउटालाई मात्र लैदिएपछि त उनीहरूसँगै एउटै गन्तव्य हुन्छ एउटै काम हुन्छ एउटै ठाउँमा पुग्ने हुन्छ। तिनीहरूलाई त अलि अप्ठ्यारो परेन र। त्यही भएर ओन्ली लेडिज नभन्नुहोस् होइन। बरु लेडिजलाई भाडा नलिनुहोस् तर जेन्ट्स पनि राख्नुहोस् किन तेल पनि त भर्नु पऱ्यो। विद्युतकै गाडी भए पनि त्यो चार्ज पनि त गर्नु पऱ्यो। अनि कर्मचारीलाई पनि त दिन पऱ्यो। छोरा मान्छेहरूको मात्र भाडा लिनुहोस् बरु छोरा मान्छेहरूको भाडा लिनुहोस् होइन लेडिजको भाडा नलिनुहोस्। तर ओन्ली लेडिज नभन्नुहोस् क्या। किन म बुढाबुढी आयो भने मलाई के गर्ने त। अनि बुढीलाई चाहिँ त्यो निलो बसमा पठाइदिने अनि आफै चाहिँ के गर्ने त त्यो गर्दाखेरि। अनि छोरा मान्छे पनि त्यहाँ बस्यो भने भाडा उसले पनि पाउँछ होइन। त्यो भाडा भयो भने कमसेकम कर्मचारीलाई तिर्नु हुन्छ। छोरा मान्छेको पैसा उठायो भने कर्मचारीलाई तिर्नु हुन्छ। अनि विद्युतकै गाडी हो भने पनि चार्ज गर्ने उसलाई तिर्नु हुन्छ होइन। त्यही भएर यो कुरा चाहिँ अलि ध्यान दिन जरुरी छ बालेन सरकारलाई। मैले सुझाव चाहिँ पठाएको बालेन सर सुदन सरसम्म यो कुरा पुगोस्। अर्थमन्त्रीले गरेको हो भने चाहिँ हाम्रो अर्थमन्त्रीसम्म पनि पुगोस् क्या। त्यो सम्बन्धित ठाउँमा पुगोस् त्यति सेयर गरिदिनुहोस्। लाइक चाहिँ के गर्नु पर्दैन गाली गर्नु पनि पर्दैन माया गर्नु पनि पर्दैन र सेयर गरिदिनुहोस् ताकि सरकारसम्म पुगोस् है। हस् त जय नेपाल गुड बाई।